यस्तो जित्नुभन्दा ठुलो कुरो हिम्मत नहार्नु भनेर सिकाउने मान्छे या तर कज अफ डेथ त सुसाइड भन्यो है खोइ के हो यार म त अब हो कि होइन यार अब यम दाइको दाइ आज जिउँदो भएको भए चाहिँ कसम दाइसँग चाहिँ म गएर फोटो खिच्थेँ क्या अति फ्यान हो यार म चाहिँ दाइको तर मलाई अब अहिलेसम्म त्यस्तो ऱ्यापरहरू त्यस्तो अब हुन त म ऱ्याप त्यस्तो सुन्दा पनि सुन्दिनँ तर दाइ चाहिँ अब बच्चैदेखिको अब मलाई लास्ट मन पर्थ्यो यार नेपालले एउटा डायमन्ड गुमायो भनौँ न होइन भाइ आजको दिनमा कस्तो कस्तो गीतहरू आउँथ्यो होला भाइ यार सोच न यो त भिडियो पनि अति छ है मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौं राति राति भागी भागी घरमा आमा बुवालाई ढाटी मर्न र मार्न तयार एकअर्काको लागि सधैँ सँगै बस्थ्यौं स्कुल पढ्दा हामी दुबई नजाने यदि एउटा बिरामी जे पनि बाँड्ने हाम्रो राम्रो थियो पानी उसले एक दिन चुरो चल्काई सोधे ओए खाने मैले पनि ताने संकोचै नमानी दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै खुल म चाहिँ तर अलिक केटाकेटी थिएँ नि त अब दाइ बितेको न्युज आउँदाखेरि चाहिँ म चाहिँ उर्लाबारी जाँदै थिएँ क्या दसैँ तिहारको बेलामा थियो जस्तो लाग्छ टाइम होइन कि के हो केटा हो त्यस्तै म उर्लाबारी जाँदै थिएँ भनेपछि नाइट गाडीमा थिएँ म चितवनतिर भात खान ठ्याक्क रोकेको थियो त्यतिखेर न्युज ठ्याक्कै देखेको थिएँ क्या मैले चाहिँ सायद दसैँ तिहार त्यस्तै बेलामा थियो कि के थियो दसैँ अलिकति अगाडिको बेलामा हो कि के हो होइन कि कतिखेर हो यार जस म जाँदै थिएँ तर मलाई चाहिँ लास्ट मनपर्ने हो यार यो दाइ चाहिँ अति मन पर्थ्यो अब जस त्यस्तै टाइममा हो जस्तो लाग्यो मलाई होइन त्यस्तै टाइममा हो जस्तो लाग्यो मा फसियो जानी नजानी गाजा अनि गोटी सामान र पानी पछि त्यो दामी छ्याप नभए दिन पनि राम्रै नलाग्ने त्यसपछि फेरि कहिले उस्तै रहेनौ हामी दाइ आज जिउँदो भएको भए चाहिँ कसम दाइसँग चाहिँ म गएर फोटो खिच्थेँ क्या अति फ्यान हो यार म चाहिँ दाइको तर मलाई अब अहिलेसम्म त्यस्तो ऱ्यापरहरू त्यस्तो अब हुन त म ऱ्याप त्यस्तो सुन्दा पनि सुन्दिनँ तर दाइ चाहिँ अब बच्चैदेखिको अब मलाई लास्ट मन पर्थ्यो यार सनायो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर म तर तेरो सम्झनायो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले यसरी नै लागु पदार्थमा डुब्दै गयौं गलत निर्णय खराब परिणामको शिकार भयौं कतिलाई कुट्यौं लुट्यौं कतिलाई ठग्यौं घरमा आफ्नै आमा बुवासँग जर्थ्यौं आफैमा लड्यौं तर खान छोडेनौ बिस्तारै हामी एकअर्कासँगै बोलेनौ सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा उ बिना मलाई एक रति राम्रो लागेन अब सबै त्याग्ने मैले बाछा गरे बाहिर ननिस्की कोठाभित्र सुतेर बसे बिस्तारै म पढाइतिर अघि बढे सुन्ने गर्थे उ अझै त्यस्तै छ भन्ने एक दिन सानो कुसको भाइ मसँग रुन लाग्यो मेरो मनमा भिन्न प्रश्नहरू उठ्न थाल्यो उ अघिल्लो रात अस्पतालमा बित्यो रे म माथि आकाश खस्यो म बेहोसिए नहोला सँगै आज तर म तर सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले विभिन्न प्रश्नहरूको उत्तर खोज्छु म इफ यु नेभर स्टार्टेड आउट विथ सिगरेट सोध्छु म सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो हार पनि जित परिहार हुन्थ्यो घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो दुःख सुखमा सँगै रोइन्थ्यो हाँसिन्थ्यो तर म दाजु भाइ जसरी बाँचिन्थ्यो खेलानु छ जिन्दगी 2 दिनको नासो त छाडे गइस् तर एक दिन म पनि आउँछु शान्त सुन्दर संसारमा त्यो बादल पारीको जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु हो त्यसैले लड्दैछु यस्तो जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु भनेर सिकाउने मान्छे या तर कज अफ डेथ त सुसाइड भन्यो है खोइ के हो यार म त अब हो कि होइन यार यम दाइको सङ्घर्ष गर्दैछु त कस्तो छ साथी म सन्चै छु तेरो याद आयो अनि सम्झेर बस्दैछु हामी फेरि भेट्छौँ भनी दिन गन्दैछु नहोला
सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले पठायो नेपालले एउटा डायमन्ड गुमायो भनौँ न होइन भाइ आजको दिनमा कस्तो कस्तो गीतहरू आउँथ्यो होला भाइ यार सोच न डेन्जर गाना आउँथ्यो होला है अहिलेसम्म त छुट्टै नेपाली ऱ्याप इन्डस्ट्री त अर्कै लेभलमा पुगिसक्थ्यो होला नि होइन र कोसँग बाहिरको आर्टिस्टहरूसँग सोल्यापको कुराहरू भइरहेको थियो अरे होइन त कुराकानी त्यो बेलामा 2000 कतिमा बित्या हो दाइ भयो होला यार दाइ थुप्रै भयो होला हौ 2017 भनेपछि दाइ अनि अहिले हो त हेर्नु त 17 मा बितेको हो 16 17 मा बितेको 17 जनवरी 14 2017 जनवरी 14 2017